साथीहरु नमस्कार। आज हामी हेभल्स कम्पनीको गिजर लगाउन गइरहेका छौं। र गिजर लगाउँदाखेरि अब हामीले सबभन्दा पहिले यसको इनलेट र आउटलेट जुन एसेम्बली आएको हुन्छ गिजरबाट यसमा चाहिँ हामीले पानी टेप लगाइदिने। त्यसपछि हामीले जुन इनलेट वाला भल्भमा चाहिँ यो नन रिटर्न भल्भ राख्ने। यसले किनभने तातो पानी चिसोमा आउन दिँदैन। र जुन इनलेट साइडको चाहिँ नीलो रहेको हुन्छ र आउटलेट साइडको जुन तातो पानीको चाहिँ रातो रहेको हुन्छ। त्यसपछि अब हामी यो गिजरसँगै प्लास्टिकको सकेट पनि दिएको हुन्छ। यो चाहिँ कनेक्सन पाइपमा खिया लागेर जाम नहोस् भन्नको लागि चाहिँ दिएको हुन्छ। यो चाहिँ मोस्ट इम्पोर्टेन्ट युज गर्नै पर्छ। अब त्यसपछि हामी सिंगल पाइपको माथिको उयोदेखि नआउँछ थाहा गरेर हामीले ड्रिल गर्ने। यदि स्पेस कम छ भने चाहिँ हेभल्स गिजर राखेर एकदम राम्रोसँग मेजरमेन्ट गरेर मात्रै ड्रिल गर्नु होला। हामीले यसमा बेट लगाएर अब हामी जुन चाहिँ फास्टनर आएको छ यो फास्टनर लगाउने छौं। यो नट बोल्टहरु जुन यसलाई फास्टनर भन्छन् यसरी ब्राकेटमा लगाउने र त्यसपछि ह्यामरको मद्दतले यसलाई माथि ठोक्दिने। र ठोकेपछि अब यसलाई हामीले चाबी र फनाको मद्दतले चाहिँ यसलाई टाइट गर्ने। टाइट गरेपछि अब हाम्रो ब्राकेट गिजर लगाउनलाई तयार भइसकेको छ। र जुन यो पछाडि खाँचा आएको छ यो खाँचाभित्र यो गिजरलाई ह्याङ गर्ने। र गिजरलाई फसाइसकेपछि राम्रोसँग सिधा गर्ने। र अब हामी यसपछि कनेक्सन पाइपको कनेक्सन गर्ने छौं। र जुन तलपट्टि इनलेट या यसमा नीलो कलर दिएको हुन्छ त्यसमा चाहिँ जुन हामीले ट्याङ्कीबाट आउने जुन एंगलको यसमा जोड्ने। र त्यसपछि हामीले एंगल ककलाई अन गर्दिने। र अन गरेपछि अब जुन हाम्रो आउटलेट बल्ब छ त्यो चाहिँ तातो पानी जुन धारामा निस्किन्छ। अब हाम्रो कनेक्सन पाइपको काम पुरा भइसक्यो। अब त्यसपछि दुईटै एंगल कभरको बल्ब खोल्ने र बल्ब खोलिसकेपछि हामीले चेक गर्ने धारामा। एकछिनपछि धारामा एयर निस्किन्छ। एयर निस्केपछि हाम्रो धारामा चाहिँ पानी आउँछ। र धारामा पानी आइसक्यो भने जस्तो यो तातो वाला हो हट वाटर धारा अनि यसमा पानी आइरहेको छ। अब त्यसपछि मात्र हामीले गिजरलाई अन गर्न, नत्र भने हाम्रो गिजरको एलिमेन्ट खराब हुन्छ। यस्तै जानकारीमूलक भिडियोहरुको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला। अनि गिजरको जुन यो रेगुलेटर छ यो चाहिँ अहिले चलिरहेको